हेलो गुड मर्निङ नमस्ते सबैजनामा र धेरै धेरै स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। र अहिले चाहिँ म अहिले फिलहालमा चाहिँ म इस्कुस टिप्न जान आँटेको हो। किन भन्दाखेरि चाहिँ अब दिउँसोको लागि चाहिँ खाना बनाउनु पर्छ हो। सब्जी नै नभएकोले गर्दाखेरि चाहिँ इस्कुस पकाउँ भनेको। अन्त अहिले चाहिँ इस्कुसको फेरि सिल्कुन आँटेको छ है। अन्त र यति भन्दाखेरि नै आजको ब्लग सुरु गर्दैछु। अन्त इस्कुसको थाङ्गा चाहिँ यस्तो भएको छ अहिले। यस्तो भएको छ हो। सुक्दै छ। यिनीहरू अब कहिले हुन्छ यिनीहरू सबै निकाल्नु पर्छ। यस्तो ज्याङहरू यहाँ चाहिँ सुन्तला फल्दैछ यहाँनिर हो। अहिले अरू पनि छ म तपाईँलाई देखाउँछु। यहाँ परनिर चाहिँ इस्कुस पो अरे हौ। इस्कुस मात्र भन्नु आउँछ सुन्तलाहरू हो। अन्त आजको वेदर चाहिँ यस्तो छ है। यहाँ माथि लाग्दैछ घाम। आज चाहिँ साह्रै राम्रो छैन। हिजो अस्तिको भन्दा चाहिँ घाम ढिलो लाग्यो आज चाहिँ। अन्तखेरि म चाहिँ यहाँ अहिले इस्कुसको थाङ्गा भए पनि आइपुगिसक्यो। म चाहिँ इस्कुस टिप्छु पहिला। इस्कुस टिप्न आएको दिउँसो सब्जीको लागि। इस्कुस त पुरा छ कि तर बेसी काँडावाले मात्रै छ। काँडावाले चाहिँ यस्तो डरलाग्दो घोच्छ कि। मलाई खासै भनौँ भने इस्कुसको सब्जी पनि साह्रै मन पर्दैन। अब सब्जी नै नभएकोले गर्दाखेरि चाहिँ आज चाहिँ इस्कुसै पकाऊँ भनेर चाहिँ सोच्दैछु त होइन। अब सोचिसकेको छु टिप्नु भनेको। यहाँनिर हो छिप्पिएको इस्कुस चाहिँ मजाले पाक्छ नि त। मलाई इस्कुसमा चाहिँ इस्कुसको सब्जी पकाउँदाखेरि चाहिँ कोया हुन्छ नि त्यो कोया हालेको छ भने मात्र मलाई इस्कुसको सब्जी मनपर्छ। नभए चाहिँ मन पर्दैन। त्यसको म चाहिँ त्यस्तो छु। कतिजनालाई मनपर्छ नि त कोया गुदीहरू हालेर बनाएको चाहिँ। कतिजनालाई मन पर्दैन होला। पहिला चाहिँ हामी बेसी इस्कुस मात्र भएकोले गर्दा क्या मसिनो इस्कुस पुरा हुन्थ्यो नि त। त्यो इस्कुसको गुदी मात्रै निकालेर मैले सब्जी पकाउँथेँ इस्कुसको गुदीको पनि हो। तर पाक्दैन रहेछ हौ त्यस्तो। र मैले त इस्कुसै पाइनँ। छन त पुरै छ इस्कुस चाहिँ तर सबै काँडावाले मात्रै छ। डरलाग्दो काँडा भएकोहरू। छिप्पिनु चाहिँ मजाले छिप्पेकोहरू छ इस्कुस चाहिँ। अन्त आप्पाले यहाँ पनि जरा खन्नुपर्छ भन्नुहुँदै थियो। है भोलि आइतबार भोलि खन्छु भन्नुहुँदै थियो। तल आसिङ र आप्पा भएर मिलेर खनेर चाहिँ बानी बराबरी पारौँ भनेर भन्नुहुँदै थियो। आप्पाले मात्रै त सक्दैन नि त हो। बुढो भयो अब कति कामहरू गर्नु सक्दैन घरको कामहरू। तर पनि अब हाम्रो घरमा चाहिँ केटा मान्छे नभएकोले गर्दाखेरि चाहिँ आप्पाले अब जबरजस्ती गर्छ काम। म चाहिँ मसिनो इस्कुस पनि उसिनौँ भनेर सोचेको थिएँ तर मसिनो इस्कुस नै छैन रहेछ हौ। र मैले अहिले इस्कुस पनि टिपिसक्यो छैन। काँडा नभएको त पाइनँ। एउटा मात्रै भयो काँडा नभएको। र आजको यो ब्लग मैले किन बनाएको भन्दाखेरि तपाईँहरू थम्नेलमा नै थाहा पाइसक्नु भएको छ है। अन्त हाम्रो चाहिँ कुकुरी थियो नि त बिचरा। त्यसले चाहिँ बच्चा ब्याएको छ हिजो बेलुका ब्याएको हो। म चाहिँ भिडियो बनाऊँ भनेर सोचेको थिएँ। माया लागेर हो जाडो बेसी भएकोले गर्दाखेरि चाहिँ बनाउँदिनँ बिचरा कुकुरी। अन्त अहिले चाहिँ त्यो बच्चासँग मजाले बसिरहेको छ। अन्त हामीले चाहिँ अस्तिदेखि एउटा ठाउँ बनाइदिनुपर्छ बस्ने भनेर सोचेको थियौँ। तर जग्गै नभएकोले गर्दाखेरि चाहिँ जग्गा नै पाएन हो। अन्त त्यसलाई चाहिँ हामीले सुक्कामै राखेको छौँ। नलगाउने लुगाहरूले बारबेर गरेर हो। बिचरा जाडो हुन्छ अहिले है कि हामी सरो छैन। अन्त बच्चा पनि 6वटा छ हो। खै कोले माइन्छ। एउटा चाहिँ घरमै राखौँ भनेको एउटा चाहिँ बच्चा। त्यही भएर चाहिँ आजको यो भ्लग बनाएको हो। अन्त अहिले देखाउँछु तपाईँहरूलाई कुकुलीको बच्चा। लाल पत्थर बनाऊँ भनेको भ्याके भयो मेरो सोधेको पुरा जाम भएको छ कि चिनी बेसी भएर केही छैन हाम्रोमा चाहिँ। हाम्रोमा चाहिँ
चिया त्यस्तो खाँदैन नि त, त्यस्तो खाँदैन भने म चाहिँ चिया खाँदिनँ, आमाले चाहिँ खानुहुन्छ। अहिले चाहिँ यतिको बिलिसकेको छ हो, यहाँकोसम्म बिलायो भने चाहिँ तितो हुन्छ, अहिले बेसी बिलाउनु हुँदैन, आगो पुरा लाग्यो हो। अब यहाँ आँटा खुवाउँछु म। यहाँ चाहिँ तेल लाउनुपर्छ हो, नभए चाहिँ तासिन्छ, तासिने डर हुन्छ। हातमा लाउनुपर्छ, हातमा तास्यो भने चाहिँ यस्तो तासिन्छ, हात पाउँदैन नि त हौ। फेरि ढिलो बनायो भने कप्पेर डल्लै पर्दैन। लु रेडी भयो लाल पत्थर, कतिवटा भयो भने 21वटा भएछ, 21वटा भएछ लाल पत्थर। कस्तो ठुलो भयो, सबभन्दा ठुलो यो छ, ढुङ्गा जस्तो भइहाल्यो। र तपाईँहरूले चाहिँ यो लाल पत्थरलाई चाहिँ तपाईँहरूको जग्गातिर चाहिँ के भन्छ यसलाई, कोहीले चाहिँ 10 पेके पत्थर अरे हो, हाम्रोतिर चाहिँ यसलाई लाल पत्थर भन्छौँ। ढुङ्गा जस्तो हुँदैछ नि त, रातो त हुँदैन हो त्यस्तो, तर पनि लाल पत्थर अरे हाम्रोतिर चाहिँ, खै कसले राखिदिएको कुनै नाम, सानैदेखि हामी चाहिँ यसलाई लाल पत्थर भन्छौँ। यो चाहिँ रेडी भयो, अब यसलाई खाँदा हुन्छ। लाल पत्थर अहिले चाहिँ कडा भएको छ यो। पापाले पनि खानुभयो, मुखमै नअट्ने छ त भन्नुहुँदै थियो। अन्त अचार पनि बनाएको छु, तिलको अचार। यहाँ दाउरा सुकाइरहेछ। यहाँ यो सुन्तलाको बोटमा चाहिँ सुन्तला मजाले पाकिरहेछ, तर यो बोटमा चाहिँ सुन्तला अलिक मसिनो छ हो, तर पाक्नु चाहिँ मजाले पाकिरहेछ यो बोटको सुन्तला चाहिँ। मानिरहेको कोही बेला खानुहुन्छ नि, के अब खानु मन लाग्दाखेरि देख्नै राख्नु चाहिँ हो, किनभने नदेख्न गयो भने पत्ता हुन्छ नि, देख्नेमा राख्यो भने चाहिँ आँखाले देख्दै पछि खानु भइहाल्छ। यहाँ राखेको, यहाँ 2टा उब्रियो हो, आसिङलाई दिनु पऱ्यो। आसिङलाई पनि दिनु पऱ्यो भन्दा 1 रुपियाँ गोटामा बेच न, बना न डेली भन्नुहुँदैछ। मैले चाहिँ त्यसै दिएको नि त, बेचेको भने त छ, हामी बेच्दिनँ, म त्यसै दिन्छु। किन त्यो 1 रुपियाँ के हो। र अब चाहिँ भयो सब्जी पाक्यो, अब चाहिँ धान पाक्छु। म तपाईँहरूलाई सुन्तला देखाउँछु ल, पहिला त्यो चाहिँ कुकुरले बच्चा देखाउँछु। यहाँ यतिको फलेको छ, यहाँ छ तर राम्रो चिनेन। उयो पराको चिने त मजाले, पोहोरको भन्दा चाहिँ कम्ती नै छ योपालि सुन्तला, छैन योपालि। यो बोटमा झन् छैन, पोहोरको साल यो बोटमै थियो मसिनो बेसी, यो बोटमा कम्ती छ। यो 2वटा 3टा बोटमा चाहिँ छ सुन्तला, यो 4 बोटमा रहेछ। यहाँ पनि छ, तर हाम्रो यहाँ फलेको सुन्तलाको साइज त अलिक ठुलो छैन, ठुलो छ यो। चकाउँदो रहेछ यहाँबाटै, यहाँ माकुरा फेरि यो बोटमा चाहिँ छैन योपालि, कम्ती छ फला योपालि त।
यहाँनिर राखेको छु पुकुलीलाई बिचारा पुकुली पुकुलु हिँड्न लागेको कति सुक्यो हेर्नुहोस् है यत्रो भयो भरे तेरो लागि मासु मगाएको छु नि हामीले पुचुलेहरू एकछिन आइज न म घाँटीमा त्यो मान्छे बेसी त यो फुस्रो कलर मात्रै छ कालोमा चाहिँ दुईटा छ हो बेसी फुस्रो छ यहाँ छ यहाँ छ यहाँ छ यहाँ छ को जन्म चाहिँ 6वटा हो हाम्रो पुकुरीको नानी हाई मान्छे जस्तै नै त यो कुकुरहरू पनि यहाँबाट त मजाको रहेछ सुन्तला फलेको यहाँ चाहिँ मैले गरेर बसिरहनु भएको छ घाम तात्दैछ अब चाहिँ मासु ल्याउनु जानुहुन्छ अरे अब कुकुरलाई चाहिँ खासमा त म राम्रै जग्गामा राखौँ भनेर सोचेको थिएँ हो गोठमा राखौँ भनेको थिएँ गोठमा चाहिँ फेरि किन नराखेको भन्दाखेरि चाहिँ अँध्यारो भन्नु त्यहाँ लाइटै छैन हो त्यही भएर चाहिँ गोठमा चाहिँ नराखेको नभए त गोठमा पनि जग्गा त बनाएको थियो आमाले बनाइदिनु भएको थियो होला अन्तखेरि हिजो बेलुका चाहिँ पुकुरीलाई बिमारले साह्रो पारेर चाहिँ बेलुका म गोठमा गएर लुगा ल्याएर चाहिँ त्यहाँ ओछ्याइदिएको हो हिजो कि अस्ति दिन आमाले चाहिँ बोरामा हाल्नुहुँदै थियो नि त नलाउने लुगाहरू चाहिँ अन्त मैले चाहिँ आमालाई राख्नु भरे पुकुरीलाई चाहिन्छ भनेर चाहिँ भनेको थियो गोठमा पुऱ्याइदिनु भएछ नि आमा चाहिँ अन्त राति ल्याएर चाहिँ त्यहाँ ओछ्याइदिएको बेलुका 8:30मा चाहिँ ल्याएको हाम्रो पुकुरीले बिचारा मजाले दिन्छु म पुकुरीलाई मासुहरू सुप मान्छे जस्तो नै छ हो है खासमा यो कुकुरी पनि हामीले पालेको चाहिँ होइन हो आफै आएर बसेको अन्त अरूहरूले चाहिँ अब छौरी कुकुर भनेर चाहिँ है सबैले रक्छ खेद्छ है खानेकुरा पनि दिँदैन त्यस्तो पाप हुन्छ तर हामी चाहिँ त्यस्तो गर्दिनँ म त माया लाग्छ कुकुरको मात्रै होइन बिरालो सबैको माया लाग्छ तर अब कोही कुकुर बिरालो हुन्छ नि कोही अब चोर्ने अरूको कुखुराहरू खाने त्यस्तोहरू चाहिँ मलाई मन पर्दैन हुन्छ अब पुकुरीले पनि खान्छ त भन्छ तर मैले सुनेको मात्रै हो मेरो आफ्नै आँखाले त देखेको छुइनँ अब पत्याउनु कि नपत्याउनु हो त्यो त अब भगवान्लाई नै थाहा होला के हो खासमा चाहिँ अन्तखेरि अघि बिहान पनि भन्नुहुँदै थियो एकजना नानीले ला बैले कुखुरा खान्छ होला भनेर खै हेर्नुपर्छ अब याद गर्नु पऱ्यो नि त होइन घरको मान्छेले पनि र यति नै भन्दा भन्दै म बिदा लिन चाहन्छु र आशा छ हजुरहरूले आजको भ्लग मन पराइदिनु हुनेछ अन्त नेक्स्ट टाइम चाहिँ म अलिक राम्रो भिडियो लिएर आउने कोसिस गर्नेछु है अन्त मेरो चाहिँ अब 500 सब्सक्राइबर हुन आँटेको छ र तपाईँहरूले मलाई यसरी नै माया अनि सपोर्ट गरिरहनुहोस् अन्त छिटो 500 पनि पुऱ्याइदिनुहोस् है मेरो सब्सक्राइबर अन्त यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज लाइक गरिदिनुहोस् अनि सब्सक्राइब पनि गरिदिनुहोस् अन्त सबैलाई सेयर गरिदिनुहोस् हो अन्तखेरि के भन्ने छ अरू त केही छैन हो अन्त आजलाई यति नै थियो बाई बाई